तर्साउने तर्साउने 1 2 3 हाम्रो भाइको मन मस्तिष्क दिमाग आत्मा सबै हल्लियो सरी नट सरी अनि आज चाहिँ 14 गते हो हाम्रो बाबा र काका चाहिँ हिजो गोर्खा जानु भएर आज चाहिँ सुन्तलाको बोटहरू टन्न ल्याउनु भएको छ अनि अहिले चाहिँ बाबु र म मेरो अप्रिला अलिकति बिराम भयो उपचार गर्नुपर्ने हो हामी सर्भिस सेन्टर गइरहेका छौँ सर्भिस सेन्टर चाहिँ के भन्छ यतै भन्छ होला अनि पुगेर पनि म यहाँ 1 घन्टा भइसक्यो झ्याउलाएर बल्ल फर्किन पायो के अनि कामसाम अलिअलि के गर्यो टाटा टुक्रुक बनायो अनि हामी फर्क्यौँ अनि भोलि चाहिँ बन्द छ अरे के अनि के को बन्द हो खै क्यु नि अनि अब भोलि गाडी चलेन भने त तनाव हुन्छ अनि ठुलै बन्द रे माइती घरतिर अनि त्यही भएर आजै म कलङ्की गएर बस्ने प्लान गरेँ किनभने फेरि फर्किनु पर्यो होइन त रसुवा किनभने पर्सि त मेरो एक्जाम छ नि त अब भोलि यहीँबाट जानलाई त जान पाएन भने त खत्तम भयो बरु आज कलङ्की जाने अनि भोलि त्यहाँबाट गाडी चढेर जाने 16 गते मेरो एक्जाम छ अलिकति छुटेको सो त्यही हो ओ माही माही के अहिले के खाने भन्नु त हुन्छ पकाएर खाने ल चिकन पकोडा त सकिसक्छ होला ड्याडीहरू घुम्ने बेला ज्वाइँहरू पनि त्यतै थियो खानकोटको उकालो पर्सि ठ्याक्कै दाजुभाइ नि बिहानै जानु अनि दिउँसो रोप्नु नि भ्याउँछ खानकोटको उकालोपट्टि चाहिँ किन हाल्दैछ रोप्नु डिब्बा अनि म त हुन्छ नि कसरी लान्छ त अनि हामीले चाहिँ पाटनमा गएर हल्का खाजा खाने प्लान गरेको थिएँ होइन मोबाइलले भिडियो गरेको अझ भन्नुपर्दा भाइले के लाफिङ पाउँछ किनोस् लाफिङ पाउँछु भनेर प्लान गरेको थियो होइन दुईचोटि गयो कि अस्तिको पालि जाँदाखेरि पनि बन्द भइसक्यो अब है यसमा जाँदाखेरि चाहिँ के हुन्छ हेर्नु है छिटो गर्छु भन्दा बच्चा अब पर्सि दिवाली नि त अनि दिवालीमा बच्चाहरू गाउँ जाने भनेर भन्यो अनि प्याकिङ स्याकिङ गरेर सबै बच्चाहरूलाई होमवर्कसम्म गराएर रेडी भएर म हिँडेको हिँड्दा यस्तो गर्दा उता गर्दा ढिलो भयो कि बेलुकै हुन्छ के गर्ने अब चाहेर गरे होइन अनि कहाँ आइपुग्यो यहाँ बाटो यस्तो खतमको रहेछ भने यस्तो खतम थाहा थियो त्यतिखेर कि बालकुमारीबाट माथिबाट चाहिँ लगनखेल सर्टकटको बाटो हिँडेको म झरेर पक्नुहोस् भनौँ न जाउँ बिजोक हरिजोक long time no see पाटन बेचत पिम्बाल भन्न नआएको पिम्बाल गएर बिनुस भाइले भनिरहेको थियो आज पनि बन्द दुईचोटि दुईचोटि भाग्यमा लेखाएर हिँड्नु छ यो चाहिँ स्पेसल रहेछ सबैजना बिनुस भन्छ भनेर जाउँ भनेको त्योस् मचिन्द्रनाथको दर्शन गर्न पायौँ यहाँबाट यसरी घुमेर आएर यसपालि दर्शन गर्न पाइएको थिएन अनि अब चाहिँ हामी पेट पूजा गर्न गयौँ अलिकति सपिङ त गर्न बिर्सेको नि त यार जुत्ता चाहिने थियो जुत्ता सपिङ गऱ्यौँ यो चाहिँ होइन है तर लाएको चाहिँ होइन अनि चाहिँ खाजा साजा टन्न खायौँ यति टन्न खाएर पनि बेलुका कति बजिसक्यो 8:30 बजिसकेको थियो होला घर गएर फेरि भात खायौँ क्या हामी मान्छे अचम्म नि पेट हो कि घ्याम्पा हो थाहा छैन म भन्दा मेरो भाइ डेन्जर कति आनन्द हुन्छ के पाटनमा कति रमाइलो अब चाहिँ हामी फर्केको ल कसरी
पुगिसक्यौँ पुगेर यहाँ भाइ खाना पस्किँदै हुनुहुन्छ त्यत्रो खाएर हामी खाना पनि खाँदैछौँ यस अनि अब चाहिँ बेला भयो सुत्छु ल भोलि त गाडी त ढिलै हो 1-2 बजेको हो म सुत्ने हो भोलि बिहानभरि के गर्ने आइहाल्यो आएपछि त सुत्नै पर्यो नि बाई